नमस्ते जुजुलप्पा अनि दर्शन साथीहरू फेरि पनि आइसके हजुरहरूको सामने नयाँ भिडियो एन्ड ब्लग लिएर। के छ खबर हजुरहरूको, सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। मेरो ब्लगमा मेरो बहिनीहरूलाई फेरि पनि स्वागत छ। हाई हेलो, म चाहिँ बिन्ता हामीहरू चाहिँ अहिले कहाँ जाँदैछौँ? चटपटे खानु। किन भाइको के छिटो आइज नि आज यतै बाबै नेपाली पाउडर नेपाली पाउडर साथीहरू। यो नेपाली पाउडरले गर्दा बाटोमा भ्लग बनाउने वातावरणै छैन। हामीहरू चाहिँ भर्खर पानी खाएर आयौँ, त्यहाँ धारा छ, पानी सानी खाएर आयौँ, चिसो पानी हावा लागिरहेको। अब चाहिँ हामी चटपटे खानु जान्छौँ। चटपटे पसल यही हो। चाहिँ मोमो खाँदै उनीहरू चाहिँ चटपटे खान्छ। साथीहरू हामी चाहिँ अब मोमो पसलमा आइसक्यौँ। मोमो खान, चटपटे खान। म चाहिँ चटपटे खान, उहाँ चाहिँ चटपटेवाली, म चाहिँ मोमोवाली। रिच किड होइन अरे, ड्युरिङ सम प्रब्लम। यो पसलको मोमो हामीलाई एकदमै मिठो लाग्छ। अस्ति पनि आएको थियौँ, मिठो लागेर फेरि पनि आयौँ। वी आर वेटिङ फर मोमो एन्ड चटपटे। राम्री छेउ के राम्री मलाई फलो गर्नलाई फलो गरिदिन्छु, तर फलो गरेर अनफलो चाहिँ नगर्नु। अरूलाई चाहिँ नगर्नु, म चाहिँ फलो गरिदिन्छु। खाने भने पनि त्यस्तै भयो, खाएन। हामीलाई यस्तो मन परेको फर्स्ट बाइट खाएन। मोमो लभर साथीहरू, म चाहिँ अलि यता आएर भिडियो बनाउन लाग्छु। उता अप्ठ्यारो गएर म पनि आउँछु बनाउनु। सामानमा त मात्रै चाहिएको कि मलाई मोमो अनि यो पानीपुरी बनाउन। साथीहरू, म त अहिले चाउमिन पनि खाएर आइहालेँ। लास्ट बाइट खाएन। चटपटेवाली कस्तो छ? चटपटेको रिभ्यू देऊ। मिठो भट्टवाला चटपटे खै देखाइदेऊ त। चटपटे खान्छु भनेर आइन, लास्टमा ठगेर चाउमिन खाँदैछन्। होइन क्या, अहिले तेरो चटपटे बन्छ। तिमीहरू के पनि भएन? हामीले खाइसक्यौँ। हामी खाएर आइसक्यौँ। त्यो धुलो उडेको के त्यो बाटोमा धुलै धुलो। नेपाली पाउडर नेपाली पाउडर, हे भगवान कति लाउँछौ नेपाली पाउडर। त्यो धुलो उडेको छ, झ्याउ लाग्ने बाटो देखेर पनि। कस्तो राम्रो फुल। वाउ। हामी गर्मी माथि मैले त हाम्रो नेचुरल एसी फेरि हुन्छ नि एकदम नेचुरल कोल्यामा मन्द मन्द हावाका साथ हामीहरू आफ्ना कुराहरू गर्दैछौँ साथीहरू। हाम्रो
हाम्रो लिभिङ रुम भन्यो भने नि यही यो गोल्या मन्द मन्द हावा आउँछ यताबाट मैले बिर्सेँ भन्न भन्थेँ नि त इन्स्टामा फलो गर्नु भनेर मेरो चाहिँ आइडी गरिस् 789 हो मलाई फलो गर्न म फलो ब्याक दिन्छु ल तर म गरेर अनफलो चाहिँ नगरिदिनु मलाई फलो गर्नुहोस् न साथीहरू म पनि फलो ब्याक दिन्छु तर मलाई फलो गरेर अनफलो चाहिँ नगरिदिनु होला है साथीहरू माया गरिदिनु होला हेलो हो र हेलो गाइस कोसित आयो बासित आयो कि मितासित आयो कोरे के भन्छन् के हेलो हामी ल मकैबारी दरम दरम हरियो काक्रा करम करम दरम दरम आमालाई पल्ला रे साइलोले हत्तेरीका साइले रे मै म त ढाले 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 आम्मा मामा यसरी नुनु गर्ने मान्छे को हुन् तिम्रो नाम के हो बेबी माई नेम इज अंकित गुरुङ भन न तिमीलाई अनि 1 2 भन्न आउँछ कि नै ल खै 1 2 भनेर देखाऊ 1 2 3 4 5 के गर्न लाइछौ भूमि हेर्न छु ल तिमीलाई त्यो के अरे हट भएर भन्ने गीत आउँछ कि न गाइदेऊ त हामी हेरेको बेबी छिटो आऊ के 1 2 3 गो लभ आई लभ यु के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर क्युटी भएर तिमी ब्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे बेबी यताको को हो म को हो हो र हेलो गाइज भन न वेलकम टु माई दिदी ब्लग भएन फेरि हेलो गाइज हेलो गाइज त्यस्तो भन्ने होइन कि हेलो गाइज वेलकम टु माई दिदी ब्लग दिदी ब्लग दिमागले चुप्पादेऊ न त यता पनि थ्याङ्क यू चुप्पा गर विपन्ना दिदी बिङ्का दिदी आई लभ यु ल लभ गरौँ न त आँखै म्याउ गरिदेऊ न त आँखा म्याउ गरिदेऊ न यस्तो चस्मा ल चस गर्ने चस गरौँ चस गर्ने अनि चस्मा चस्मा उद्याएर गरिदेऊ न फेरि ल चस्मा उद्याएर चस्मा कहाँ छ अङ्गुर खै अङ्गुर मलाई उचालिदिनु समातिनु भन्नु पर्यो बेबीले यता हेर न यता हेर देखाइदेऊ त खै देखाइदेऊ तिमीले के तान्यौ अङ्गुर कसको घरको तान्ने होइन आयो छोरी बेबी कहाँ फलेछ बेबी यति धेरै फलेछ भन्देऊ न यति धेरै फलेछ भन न हो र बाबा तान्ने आएपछि खाने हो भन न खच्यो छमाते छु बेबी भोलि ठुलो भएपछि खाने भन न के खाइछौ बक्कम फोरी बेबी भगवान जता कतै लगाएर अझै बक्कम खाछु भन्ने फोरी कहाँ जाँदैछौँ घुम्न जाँदैछौँ ल हस् ल जाऊँ छिटो बेबी छिटो 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 मकै बारी दरम दरम हरियो काक्रा करम करम फोरी बेबी यता 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 नक्कली फोरी बेबी हामी कहाँ आयौँ अबि आऊ 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 कहाँ आइछौ तिमी कहाँ आइछौ कहाँ आयौ
उता देखाउने हस् ल तिमी दौड्यौ म देखाउँछु सुस्तारी फेरि लोटिन्छ नि म त छोप्छु बेबीलाई छोप्छु म त छोप्छु ए म त छोप्छु भयो के लोटिन्छ अहिले फेरि बेबी यता हेर त स्माइल यता हेर्ने के भाग्ने होइन रोक न अब त्यहाँ चल्ली आउँछ अनि छोप्छ अब बेबीले यहाँ आऊ चल्ली आउँछ सर्प आउँछ छिटो आऊ हाँसमा त छिटो हाँस मान्ने हरियो काक्रा करम मकै बारी दरम ए मलाई भेट ए बेबीलाई छोप्छु म त छोप्छु छोरी बेबी कहाँ जाने बेबी अब यसरी hand side hands down stand it is attention stand it is attention lago guma gambar halau coba malai Mata gumaidiन्छु One, two, three, four. Sarai चक्कर लाग्यो मलाई म त ढले फेरि गर्ने आया 1 2 3 मक्के बारी दरम हरिया काक्रा करम भयो घर गइहाल्ने अब हामी घर गए कराउने नि बेबी One, two, three, go. ल तिमीहरूले माया गर्छौ भने खै माया गरेर देखाइदेऊ थ्याङ्क यू वेलकम सेन्टर फ्रुट चुप्पा गर्दै लास्ट अब भएन त्यस्तो राम्रोलाई चुप्पा राम्रोलाई गर्दैन बल्ल जाने घर राम्रो वाला गर्दै यो बेबी हो र ग्रीन कलर म्याङ्गो हो आइज खाने हस् बेबी कहाँ जान लाग्यो घर जान्छौ आफ्नो नकल जाने लास्ट चुप्पा हस् एकटु चुप्पा गर्दैन थ्याङ्क यू बाइ गर्दै दिमाया टाटा बाइ गर्दै पोरी बेबी टाटा ल जाऊ है भोलि आऊ है भोलि आउँछु भन न अच्छा गुड मर्निङ साथीहरू आज चाहिँ नेक्स्ट डे म मेरो ब्लग कन्टिन्यू गर्दैछु किनभने आज ड्याडीले खसी काट्दै हुनुहुन्छ त्यो खसी काटेको क्लिप थोरै हाल्छु भनेर म मेरो ब्लग कन्टिन्यू गर्दैछु अब चाहिँ हजुरले गएर देखाउँछु है बेबी डगी डगी राम्रो डगी हो कि आका डगी हो आका डगी हो छिटो 1 2 3 गो ल यता अंकु कता बेबी थ्याङ्क यू सो मच फर वाचिङ ल चुप्पा देऊ न त चुप्पा देऊ उता कि उता हातले
हो त्यस्तरी भोलि भेटौँला है आज चाहिँ यति नै बाई गर्दैन त